हेरौँ अब हामी चाहिँ निग्रो टिप्नु जानु लागेको अहिले ठ्याक्कसँगले दिउँसोको त्यस्तै 1-2 बजे छ निग्रो टिप्नु जानु लागेको दिदी हामी भाउजू भान्जी हामी जानु लागेको छौँ मैले त्यो जङ्गलको दृष्टि हेरेर लाइक कमेन्ट गर्नुपर्छ नबिर्सिनुहोस् है हजुर निग्रो टिप्नु गाह्रो छ नि यस्तो यस्तो बाटो हिँड्नुपर्छ हेर्नु त आमा हेर्नु यी म त यस्तो म बिराएको छु यस्तो ठाउँमा हेर्नु आमा आफू त यहाँ अडी नै सकेको छैन हेर्नु न यस्तो बाटो छ यस्तो ढुङ्गाहरू अब हेर्नु न पानी माथिबाट चढिरहेको छ अप्ठ्यारो छ क्या बाटो यो निग्रो टिप्नु नि गाह्रो छ नि हौ गाई हेर्नु है भाउजू चाहिँ पार नाच्दै नाच्दै सिस्नु टिपिरहनु भएको छ हेर्नुहोस् है हजुर अनि यता माइली दिदी हुनुहुन्छ अनि यता जेठी दिदी नि यहाँ सिस्नु टिपिरहनु भएको छ हातले टपक टपक ए होइन ए चिप्ले भेन्डी टिपिया हो ए चिप्ले हो भाउजू के टिप्नु भएको सिस्नु दिदी तपाईँ के टिप्नु भएको सिस्नु भान्जी तिमी के टिपेको अब हाम्रो अर्को भान्जी निङ्ग्रो अब हातमा कति धेरै पनि सकेछ त तिमीले त भाउजू निङ्ग्रो टिपिसक्नु भएन अलिक मात्रै टिप्नु सिस्नु पनि टिप्दै हुनु छ कि निङ्ग्रो मात्रै सिस्नु निङ्ग्रो नै ल ल मजा टिप्नु ऊ भान्जीले दिँदैछ नि त सिस्नु हो कि निङ्ग्रो हो सिस्नु टिप्नु टिप्नु लु 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 हातले कता थुको त अनि पोल्छ त ए माइली दिदी हो है मेरो यो माइली दिदी हो हेर्नुहोस् चाहिँ केही सिस्नु निङ्ग्रो टिप्ने प्लानमा आज जङ्गली घाँस खानु पऱ्यो भनेर भन्नु नि नभएको जङ्गलले अर्ग्यानिक खानु पऱ्यो भनेर हामी चाहिँ गएको होइन ऊ तल चाहिँ मेरो जेठी दिदी हुनुहुन्छ तल नै कति टिप्नु भयो ए ल ल ल ल ल हेर्नु गाई हेर्नुहोस् हेर्नुहोस् यस्तो छ यस्तो रमाइलो ठाउँ छ यस्तो यता चाहिँ हाम्रो भान्जी जुगा लाग्छ भने पर यो ढुङ्गामाथि चढ्दै हिँड्छन् के सिस्नु टिप्नु भाउजू टिप्नु म निङ्ग्रो टिप्छु निङ्ग्रो मैले टिपेको छु भद्र सिस्नु टिप्दै हुनुहुन्छ हेर्नु न है हेर्नुहोस् ऊ माथि हेर्नु त कति राम्रो छ कति राम्रो अर्को नि कति राम्रो छ उता हेर्नु त मुनि पनि कति राम्रो छ कति राम्रो छ है सिस्नु भरे मजाले सिस्नु अनि ढेँडो नि बनाउनुपर्छ भाउजू ढेँडो नि बनाउनु पर्छ नि ढेँडो पनि खानुपर्छ अनि टमाटरको दामी अचार बनाउँछ ल पत्कार ल गाइस हामी चाहिँ निङ्ग्रो सिस्नु टिपेर हिँड्दैछौँ बाटोमा फर्किँदैछौँ हेर्नुहोस् है गाइजहरू दिदी भाउजू अनि माइली दिदी अगाडिको दिदी हो है अनि पछाडिको भाउजू अनि पछाडिको चाहिँ मेरो माइली दिदी अनि पछाडि छन् भान्जीहरू तर आइपुगेको छैनन् अहिले आइपुग्छन् ट्याक्कसँगले भाउजू चाहिँ हेर्नु न भित्तामा छ र होइन जाड बनाउँदै छ खाजा पानीको लागि जाड अनि सब्जीहरू पनि छ सब्जीहरू भने त्यो तपाईँलाई म एकछिन देखाउँछु है